सर्वप्रथम सम्पूर्णलाई यस युट्युब च्यानलमा नमस्कार तथा हार्दिक स्वागत गर्दछु। म महेश घरती मगर हाल सुदूरपश्चिम प्रदेश अन्तर्गत रेन्जर पदमा कार्यरत छु र कोशी प्रदेश अन्तर्गत वनरक्षक पदमा लिखित परीक्षाबाट उत्तीर्ण हुनुहुने सम्पूर्ण 380 जनालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। मान्छेको जीवनमा कयौं सपनाहरू हुन्छन् र ती सपनाहरूमध्ये केही सपना मान्छेको जीवनमा नचाहेर प्राप्त हुन्छन् र केही सपनाहरू चाहँदा चाहँदै पनि अधुरा रहन्छन् र केही सपनाहरू चाहेर प्राप्त हुन्छन् र वास्तविक सफलता त्यो हो जुन मानिसले आफूले चाहेको र आफ्नो प्रयास त्याग आमा बुबाको बलिदान आमा बुबाको सपना र आफ्नो सपना पुरा गरेर जुन चाहिँ वास्तविक सफलता चाहिँ जुन चाहिँ आफूले नै चाहेर प्राप्त गर्छ त्यो सफलता नै वास्तविक सफलता हो। त्यसकारणले गर्दाखेरि वनरक्षक पदमा पनि 4710 जना व्यक्तिहरूसँग तपाईहरु प्रतिस्पर्धा गरेर 380 जना हाल लिखित परीक्षाबाट चाहिँ सफलतापूर्वक सफलता प्राप्त गर्नुभएको छ। त्यसकारण तपाईहरुको चाहिँ एउटा जीवनको एउटा ठूल ढोका खुलेको छ, एउटा सफलताको एउटा चाहिँ स्टेज पार गर्नुभएको छ। बुवा मम्मी र आफ्नो मुहारमा हाँसो आएको चाहिँ तपाईको अहिलेको क्षण छ। तपाईले चाहिँ जीवनमा यतिको स्टेज अथवा यतिको चरणसम्म जान सक्नुहुन्छ भने भलै नै तपाई वनरक्षक बन्न नसक्नु होला, तर जीवनमा वनरक्षक बाहेक अन्य कुनै पदमा पनि तपाईहरु चाहिँ सक्षम अथवा दक्षता हासिल गर्न सक्नुहुन्छ। 380 जना मध्येमा पनि 221 जना त वनरक्षक बन्नुहुन्छ भने बाँकी सम्पूर्णलाई पनि कुनै पनि नाति नहटबडाई तपाईहरु यहाँसम्म पुग्नु पनि तपाईको ठूलो सफलता हो। त्यही सफलताले त्यही मनोबलले तपाईको चाहिँ अन्य सपनाहरु पनि सफलता मिल्नलाई सहयोग गर्न सक्नेछ। त्यसकारणले गर्दाखेरि यस लिखित परीक्षा उत्तीर्ण गर्नुहुने 380 जनालाई एकदमै हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु। निजामती सेवामा प्रवेश गर्नको लागि विभिन्न चरणको परीक्षामा चाहिँ आफू उत्तीर्ण हुनुपर्छ र निजामती सेवामा प्रवेश गर्नको लागि अन्तिम चरणको परीक्षा भनेको अन्तर्वार्ता हो। त्यसकारण आज मैले विशेष गरी कोशी प्रदेशको वनरक्षक को चाहिँ अन्तर्वार्ताको लागि चाहिँ यस अन्तर्वार्ता भनेको के हो, अन्तर्वार्ता तयारी कसरी गर्ने, अन्तर्वार्तामा कस्ता क्वेशनहरु सोध्न सक्छ भन्ने कुरा मैले वनरक्षकमा पनि दिएको अनुभव र रेन्जर हुँदाखेरि पनि आफूले दिएको अन्तर्वार्ता लगायत अहिलेसम्मको अनुभव जे जति रहेको छ त्यस अनुभव लाई लिएर चाहिँ तपाईहरुलाई चाहिँ आफ्नो आफूसँग भएको ज्ञान चाहिँ तपाईहरुले बाँड्न जाँदैछु। आजको भिडियोमा चाहिँ विशेष गरी अन्तर्वार्ता भनेको के हो, अन्तर्वार्ता को पूर्व समयमा, अन्तर्वार्ता क्रममा, अन्तर्वार्ता पश्चात अन्तर्वार्ता तयारी कसरी गर्ने र अन्तर्वार्तामा कस्ता क्वेशनहरु सोध्न सक्छन् र अन्य विभिन्न पक्षहरुमा चाहिँ हामीहरु कसरी चाहिँ जानकारी हुने भन्ने बारेमा चाहिँ तपाईहरुले चाहिँ बताउन गएको छु। त्यसकारणले गर्दाखेरि यस भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। र अन्तर्वार्ता भन्नाले निजामती सेवाको कुनै पनि पदमा योग्य व्यक्ति छनौट गर्न लिखित परीक्षाबाट सफल भएका उम्मेदवारसँग लोकसेवा आयोगले लिने औपचारिक मौखिक कुराकानी चाहिँ के हो त अन्तर्वार्ता हो। त्यसकारणले गर्दाखेरि औपचारिक मौखिक संवाद बनाम अथवा कुराकानी भनेको नै चाहिँ के हो त अन्तर्वार्ता हो। र अन्तर्वार्तामा उम्मेदवारसँग सवाल जवाफ गरिन्छ जसले गर्दा उम्मेदवारको ज्ञान, सिप, विचार, सोचाइ, व्यक्तित्व र कार्य गर्न सक्ने क्षमता समग्रको चाहिँ के गर्छ त परीक्षण हुन्छ। अन्तर्वार्तामा विशेष गरेर निम्न 3 प्रकारको विशेष परीक्षण गर्ने गरिन्छ। त्यसकारणले गर्दाखेरि तपाईहरुको चाहिँ उम्मेदवारको चाहिँ अन्तर्वार्तामा निम्न 3 प्रकारको चाहिँ विशेष परीक्षण गर्ने गरिन्छ। त्यसकारणले गर्दाखेरि तपाईहरुले चाहिँ यी 3 विषयहरुमा चाहिँ अन्तर्वार्ता तयारी गर्दाखेरि एकदमै विशेष रूपमा चाहिँ ख्याल गरेर तयारी गर्नु होला। प्रस्तुतिकरण शैली अर्थात प्रेजेन्टेसन कस्तो छ त तपाईको फर्मल ड्रेस हुनु पर्यो, क्याजुअल ड्रेस हुनु भएन। क्याजुअल ड्रेस भन्नाले जस्तै जिन्सको प्यान्ट, टी-शर्ट अनि स्पोर्ट्स सुज त्यस्तो चाहिँ क्याजुअल ड्रेस नभएर फर्मल ड्रेस हुनु पर्यो जुन चाहिँ सर्ट, प्यान्ट
सुज हुनुपर्यो, जुन चाहिँ जस्तै पुरुषको लागि सर्ट प्यान्ट र सुज र महिलाको लागि पनि सर्ट प्यान्ट र सुज नै बेस्ट हुन्छ। र गेटअप तपाईँ चाहिँ अब अन्तर्वार्ता दिँदै गर्दाखेरि तपाईँको कपाल कस्तो छ, तपाईँको नङ कस्तो छ, लामो छ कि या छोटो छ, तपाईँको कतिको नुहाएर चिटिक्क परेर जानुभएको छ, हावभाव कस्तो छ, तपाईँको आई कन्ट्याक्ट जुन चाहिँ ब्यालेन्सिङ, तपाईँले चाहिँ हरेक प्रश्नको चाहिँ उत्तर दिँदाखेरि तपाईँले चाहिँ हरेक अन्तर्वार्ताका त्यहाँ मूल्याङ्कनकर्तासँग तपाईँले चाहिँ आई कन्ट्याक्ट एकदमै ब्यालेन्सिङ गरेर चाहिँ तपाईँले आई कन्ट्याक्ट गरेर प्रश्न उत्तर दिन सक्नुपर्छ। फेसियल एक्सप्रेसन एकदमै मुस्कुराएर चाहिँ तपाईँले चाहिँ तपाईँहरूले चाहिँ प्रश्नको उत्तर दिन सक्नुहुन्छ। एकदम अनुशासित भएर चाहिँ तपाईँहरूले चाहिँ यस्तो प्रेजेन्टेसन गर्नुभयो भने चाहिँ तपाईँले चाहिँ अन्तर्वार्तामा राम्रो अङ्क प्राप्त हुन्छ भने। अर्को रहेको छ अर्को विषयवस्तुको ज्ञान, जुन चाहिँ विषयवस्तुको ज्ञानमा चाहिँ तपाईँले चाहिँ जुन चाहिँ प्रश्न सोधिएको हुन्छ त्यो प्रश्नहरू चाहिँ तपाईँले चाहिँ उत्तर दिँदाखेरि एकदमै सर्ट एन्ड स्विट एन्सर दिनुपर्छ। जस्तै जानेको छ भने धेरै भन्ने पनि होइन, एकदम सर्ट एन्ड स्विट एन्सर दिने, र नजानेको छ भने चाहिँ त्यसलाई चाहिँ आफूले चाहिँ क्षमा लिने, त्यसमा चाहिँ आफूले धेरै कुरा चाहिँ नमोड्ने। र अर्को चाहिँ डिसिजन एबिलिटी भनेको कतिको निर्णय गर्न सक्ने क्षमता छ, त्यस्तो चाहिँ विषयवस्तुको ज्ञानमा हेरिन्छ भने। अर्को रहेको छ आत्मविश्वास, जसमा चाहिँ तपाईँको चाहिँ अन्तर्वार्ता क्रममा तपाईँ कतिको आँटिनुहुन्छ, कतिको हडबडाउनुहुन्छ, तपाईँको कतिको स्वाभाविक स्वरले बोल्नुहुन्छ र कतिको निर्धक्ता छ त बोल्ने क्रममा, त्यो चाहिँ तपाईँको चाहिँ कन्फिडेन्स हेरिन्छ। त्यस कारणले गर्दाखेरि अन्तर्वार्तामा विशेष ख्याल गर्ने भनेको यी तीन चिजहरूमा ख्याल गर्ने गरिन्छ। एउटा रहेको छ प्रस्तुतीकरण शैली, तपाईँको प्रेजेन्टेसन कस्तो छ, जसमा चाहिँ तपाईँको ड्रेसअप कस्तो छ, तपाईँको गेटअप कस्तो छ, तपाईँको चाहिँ हावभाव कस्तो छ, आई कन्ट्याक्ट कस्तो छ, फेसियल एक्सप्रेसन कस्तो छ, तपाईँको विषयवस्तुको ज्ञान कस्तो छ, तपाईँले सर्ट एन्ड स्विट एन्सरमा दिन सक्नुहुन्छ कि हुनुहुन्न, र तपाईँको आत्मविश्वास कस्तो छ, कतिको हडबडाउनुहुन्छ, कतिको आतिनुहुन्छ, त्यो चाहिँ विशेष गरेर हेरिन्छ। त्यस कारणले गर्दाखेरि तपाईँहरूले चाहिँ अन्तर्वार्ता तयारी गर्दाखेरि यी तीन विषयवस्तुहरूमा ध्यान केन्द्रित भएर तयार गर्नुहोला। र अन्तर्वार्तामा यसबाट उम्मेदवारले जम्मा पूर्णाङ्कको 40 देखि 70% मात्र अङ्क प्रदान हुन्छ। 40% भन्दा कम वा 70% भन्दा बढी अङ्क प्रदान भए स्पष्टीकरण मूल्याङ्कनकर्ताले दिनुपर्ने, र बढीमा 0.5 देखि 1 अङ्कसम्म फरक पर्न सक्ने भन्ने कुरा छ। यो एकदमै अन्तर्वार्ता तयारी गर्ने साथीहरूले हेर्नै पर्ने अथवा जान्नै पर्ने विषय भनेको यो हो। तपाईँहरूले चाहिँ त्यहाँ चाहिँ अन्तर्वार्ता समितिको जुन पदाधिकारी हुनुहुन्छ उहाँहरूले चाहिँ तपाईँको फुल जुन मार्क्स छ अथवा जुन पूर्णाङ्क छ त्यो पूर्णाङ्कको जम्मा 40 देखि 70% मात्र अङ्क प्रदान गर्न सक्नुहुन्छ। 40% भन्दा कम र 70% भन्दा बढी अङ्क प्रदान उहाँहरूले कुनै पनि पदाधिकारीले दिनुभयो भने उहाँले चाहिँ स्पष्टीकरण अथवा कारण खुलाउनुपर्छ, र कारण खुलाइसकेपछि पनि त्यो कारण चाहिँ अन्तर्वार्ता समितिको चाहिँ सदस्यले चाहिँ बहुमतबाट चाहिँ पारित भयो भने मात्र चाहिँ त्यो चाहिँ तपाईँको चाहिँ पूर्णाङ्क अथवा त्यो अङ्क चाहिँ तपाईँको मान्य हुन्छ। त्यस कारणले गर्दाखेरि तपाईँको बढीमा 0.5 देखि 1 अङ्कसम्म मात्र तपाईँको अन्तर्वार्तामा फरक पर्छ। त्यस कारणले गर्दाखेरि तपाईँले लिखित परीक्षा राम्रो भएको छ भने अन्तर्वार्ता बिग्रिँदैमा आफू आत्तिने र मनोबल हताउने गर्नु हुँदैन। यसमा भनसुन सोर्स फोर्स र पावर लगाएर आफू सरकारी कर्मचारी बन्छु र अरू कसैले बनाउँछु भन्छ भने त्यो सब भ्रम मात्र हो। निजामती सेवाको कुनै पनि लिखित तथा मौखिक परीक्षामा कसैको पनि केही लाग्दैन। तपाईँहरू चाहिँ यति बुझ्नुहोस् कि तपाईँ जस्तै अन्तर्वार्ता तयारी गर्दै हुनुहुन्छ, तपाईँले चाहिँ कसैले भनसुन गरेर अथवा सोर्स फोर्स लगाएर अथवा पावर लगाएर म चाहिँ तपाईँले सरकारी कर्मचारी बनाउँछु अथवा आफू पनि सरकारी कर्मचारी बन्छु भन्ने लाग्छ भने त्यो एकदमै भ्रम हो तपाईँहरूको। निजामती सेवाको कुनै पनि लिखित होस् अथवा मौखिक परीक्षामा कसैको पनि सोर्स फोर्स भनसुन पावर लाग्दैन। यति कुरा चाहिँ तपाईँहरू ख्याल गर्नुहोस्, यति कुरा चाहिँ तपाईँहरूले ध्यान केन्द्रित हुनुहोस्। तपाईँले चाहिँ लिखित परीक्षा एकदमै राम्रो गर्नुभएको छ भने अन्तर्वार्ता बिग्रिँदैमा आफू आत्तिने चाहिँ मनोबल हटाउने त्यस्तो चाहिँ नगर्नुहोला। कयौँ साथीहरूले चाहिँ अन्तर्वार्ता एकदमै बिग्रिएको छ भन्ने पनि पछि चाहिँ रिजल्ट आउँदाखेरि चाहिँ 1 नम्बरमा सिफारिस भएको पनि मैले देखेको छु। त्यस कारणले गर्दाखेरि तपाईँहरू अन्तर्वार्ता बिग्रियो भनेर चाहिँ नआत्तिनुहोला। तपाईँले चाहिँ
लिखित परीक्षा राम्रो गर्नुभएको छ भने तपाईँ चाहिँ स्वतः तपाईँहरू चाहिँ बन्न चाहनुहुन्छ, जसमा चाहिँ अन्तर्वार्तामा जम्मा 0.5 देखि 1 अथवा 1.5 सम्म मात्रै अङ्क फरक पर्छ। त्यस कारणले गर्दाखेरि तपाईँले लिखित परीक्षा एकदमै राम्रो गर्नुभएको छ भने पनि तपाईँ चाहिँ बन्न सक्नुहुन्छ। र अन्तर्वार्ता 10% मूल्याङ्कनकर्ताको मुड र 90% उम्मेदवारमा भर पर्छ। र एउटा एकदमै ख्याल गर्ने अन्तर्वार्तामा भनेको यो एउटा एकदमै ठुलो एकदमै इम्पोर्टेन्ट पोइन्ट भनेको यो हो। जस्तै अन्तर्वार्ता भनेको चाहिँ तपाईँहरूले चाहिँ सवाल जवाब गरिन्छ, जसमा चाहिँ तपाईँहरूले चाहिँ सवाल जवाब गर्दाखेरि तपाईँले चाहिँ त्यो जुन सवालको जुन जवाब हुन्छ तपाईँले चाहिँ कुनतिर मोड्नुहुन्छ भन्ने कुरा मेन फोकस चाहिँ त्यहाँ हुन्छ। जस्तै तपाईँले चाहिँ मूल्याङ्कनकर्ताले प्रश्न सोध्यो भने तपाईँले चाहिँ उत्तर दिँदाखेरि चाहिँ आफूले जानेकोतिर चाहिँ तपाईँले चाहिँ त्यसलाई चाहिँ मोड्नुहोला। तपाईँले चाहिँ कुनै पनि प्रश्नको उत्तर कुन तरिकाले दिनुहुन्छ त्यही उत्तरमा तपाईँका मूल्याङ्कनकर्ताले तपाईँलाई प्रश्न गर्छन्। त्यस कारणले गर्दाखेरि 10% सम्म चाहिँ मूल्याङ्कनकर्ता अथवा त्यहाँ जुन अन्तर्वार्ता समितिका जुन पदाधिकारी हुनुहुन्छ उहाँको मुडमा भर परेर उहाँहरूले कस्तो क्वेसन सोध्नुहुन्छ उहाँको हातमा हुन्छ भने बाँकी 90% चाहिँ उम्मेदवार यानि कि तपाईँहरूको चाहिँ हातमा हुन्छ। तपाईँले चाहिँ त्यस हातमा हुन्छ। त्यस कारणले गर्दाखेरि तपाईँहरूले चाहिँ अन्तर्वार्तामा सवाल जवाब हुँदाखेरि तपाईँले चाहिँ नजानेको कुरा भन्दा पनि आफूले जुन पक्ष सजिलो लाग्छ त्यो पक्षबाट चाहिँ तपाईँहरूले सुरुवात गर्नुहोला, अथवा जवाब दिँदाखेरि त्यतातिर मोडेर तपाईँले चाहिँ उत्तर दिनुभयो भने तपाईँहरूको चाहिँ अन्तर्वार्ता एकदमै राम्रो हुन्छ। र अर्को चाहिँ एकदमै सम्झिनै पर्ने फेल भनेको छ, जुन चाहिँ यसको चाहिँ अर्थ चाहिँ फर्स्ट एटेम्प्ट इन लर्निङ हुन्छ। कारणले गर्दाखेरि तपाईँ फेल हुनुभयो भने चाहिँ अब चाहिँ पहिलो प्रयास चाहिँ सफल भएन, अब यही पहिलो प्रयासबाट चाहिँ म चाहिँ जीवनको अर्को ठुलो सफलता प्राप्त गर्छु भनेर चाहिँ तपाईँहरू चाहिँ अगाडि बढ्नुहोला। र अन्तर्वार्ता सम्बन्धमा प्रदेश लोकसेवा आयोग ऐन 2076 र प्रदेश लोकसेवा आयोग नियमावली 2081 मा चाहिँ के व्यवस्था गरिएको छ, जसले गर्दाखेरि तपाईँहरूले चाहिँ अन्तर्वार्ता सम्बन्धमा अझ थप प्रष्ट हुन सक्नुहुन्छ। त्यस कारणले गर्दाखेरि तपाईँहरूले पनि अझ अन्तर्वार्ता सम्बन्धमा अझ जान्न अथवा बुझ्न चाहनुहुन्छ भने प्रदेश लोकसेवा आयोग ऐन 2076 र प्रदेश लोकसेवा आयोग नियमावली 2081 पढ्नुहोला। तपाईँहरूले चाहिँ त्यसबाट अझ विस्तृत रूपमा चाहिँ तपाईँहरूले चाहिँ अन्तर्वार्ता सम्बन्धमा विशेष अथवा विस्तृत रूपमा चाहिँ जानकारी प्राप्त गर्न सक्नुहुन्छ। र चाहिँ प्रदेश लोकसेवा आयोग ऐन 2076 को चाहिँ दफा 37 मा अन्तर्वार्ता समिति गठन सम्बन्धी व्यवस्था गरेको छ, जसले गर्दाखेरि चाहिँ तपाईँको चाहिँ अन्तर्वार्ता लिँदाखेरि एउटा अन्तर्वार्ता समिति गठन गरिएको हुन्छ। र अन्तर्वार्ता समितिमा चाहिँ एकजना अध्यक्षसहित 2 जना सदस्य गरेर 3 जनाको चाहिँ समिति गठन गरिएको हुन्छ, जसमा चाहिँ दफा 37 को उपदफा 3 मा भनिएको छ कि उपदफा 1 बमोजिमको अन्तर्वार्ता समिति गठन गर्दा अन्तर्वार्ता समितिमा सम्बन्धित क्षेत्रमा तोकिए बमोजिमको योग्यता भएको कम्तीमा 1 जना विषय विज्ञ रहने गरी गठन गर्नुपर्ने छ भनेको छ। त्यसकारणले गर्दाखेरि तपाईँको चाहिँ अन्तर्वार्ता समिति हुन्छ, अन्तर्वार्ता समितिमा चाहिँ एउटा विषय विज्ञ पनि बस्नु भएको हुन्छ भन्ने कुरा चाहिँ तपाईँले माइन्ड मेकअप गर्नुहोला। र प्रदेश लोकसेवा आयोग नियमावली 2081 रहेको छ र यसले चाहिँ अझ अन्तर्वार्ता सम्बन्धमा अझ थप प्रष्ट रूपले चाहिँ बताएको छ। यसको चाहिँ नियम 35 मा चाहिँ अन्तर्वार्ता समितिको गठन भनेर चाहिँ व्यवस्था गरेको छ, जसमा चाहिँ तपाईँको के भनेको छ भन्दाखेरि अन्तर्वार्ता समितिमा समितिको अध्यक्ष र विषय विज्ञ वा दक्ष समेत गरी तपाईँको चाहिँ कम्तीमा 3 जना सदस्य रहेको अन्तर्वार्ता समिति चाहिँ गठन गरेको हुन्छ। त्यसकारणले गर्दाखेरि तपाईँहरूले चाहिँ अन्तर्वार्ता दिन जाँदाखेरि तपाईँको चाहिँ 1 जना अध्यक्ष, 1 जना विषय विज्ञ र अर्को 1 जना दक्ष गरेर तपाईँको 3 जना सदस्य रहेको तपाईँको चाहिँ एउटा अन्तर्वार्ता समिति गठन गरिएको हुन्छ। त्यही 3 जना मूल्याङ्कनकर्ता भनौँ अथवा अन्तर्वार्ता समितिका पदाधिकारीले नै तपाईँहरूलाई चाहिँ अन्तर्वार्तामा चाहिँ प्रश्नहरू सोध्ने गर्नुहुन्छ। त्यसकारणले गर्दाखेरि तपाईँहरूले चाहिँ अब चाहिँ तपाईँहरू के एउटा माइन्ड मेकअप गरेर जानुहोस् भन्दाखेरि तपाईँ चाहिँ अन्तर्वार्ता दिन जाँदाखेरि तपाईँहरूले चाहिँ 3 जना पदाधिकारीले अथवा मूल्याङ्कनकर्ताले तपाईँहरूले चाहिँ प्रश्न सोध्छन् भनेर चाहिँ तपाईँले चाहिँ माइन्ड मेकअप गरेर जानुहोला।
र अर्को रहेको छ नियम 36 मा चाहिँ के भनेको छ भन्दाखेरि अन्तर्वार्ताको मूल्याङ्कन सम्बन्धी व्यवस्था भनेर पनि भनेको छ। अन्तर्वार्तामा चाहिँ उम्मेदवारको मूल्याङ्कन गर्दाखेरि चाहिँ कसरी गरिएको हुन्छ त्यस सम्बन्धमा नि एउटा फारम चाहिँ एउटा प्रयोग गरिएको हुन्छ, जसमा चाहिँ मूल्याङ्कनकर्ताले त्यसमा चाहिँ ती फारममा चाहिँ उम्मेदवारको चाहिँ मूल्याङ्कन गरेर चाहिँ अङ्क प्रदान गर्ने गरिन्छ। अन्तर्वार्ता समितिको प्रत्येक सदस्यले अन्तर्वार्ता हुने पदको विवरण, पाठ्यक्रम र उम्मेदवारको व्यक्तिगत विवरणको एक प्रति उपलब्ध गराउनु पर्नेछ। त्यस कारणले गर्दाखेरि तपाईँहरूले चाहिँ के बुझ्नु पऱ्यो भन्दाखेरि अन्तर्वार्ता दिन जाँदाखेरि चाहिँ अन्तर्वार्ताका जुन चाहिँ मूल्याङ्कनकर्ताहरू हुन्छ अथवा समितिका पदाधिकारी हुनुहुन्छ उहाँहरूले चाहिँ पदको विवरण, पाठ्यक्रम र उम्मेदवारको व्यक्तिगत विवरण चाहिँ एक प्रति उहाँहरूले चाहिँ पाउनुभएको हुन्छ र त्यहीको आधारमा तपाईँहरूले चाहिँ प्रश्नहरू गर्नुहुन्छ। अन्तर्वार्ता समितिको अध्यक्ष वा सदस्यको अन्तर्वार्तामा भाग लिन हुने उम्मेदवार नजिकको नातेदार रहेको जानकारी भएमा अन्तर्वार्ता समितिको त्यस्तो अध्यक्ष वा सदस्यले त्यस्तो विज्ञापनको अन्तर्वार्तामा सहभागी हुनुहुँदैन भन्ने पनि यस्तो व्यवस्था गरेको छ। त्यस कारणले गर्दाखेरि त्यहाँ जुन अन्तर्वार्ता समितिमा जुन रहनु भएको हुन्छ उहाँहरूको चाहिँ कुनै पनि नातेदार उम्मेदवार छ भने उहाँहरू चाहिँ अन्तर्वार्ता समितिको कुनै पनि चाहिँ पदाधिकारी हुन पनि पाउनुहुन्न र अन्तर्वार्तामा चाहिँ सहभागी पनि हुन पाउनुहुँदैन। नजिकको नातेदार परेको कुरा नतिजा प्रकाशन हुनुभन्दा अघि प्रमाणित भएमा अन्तर्वार्ता समितिका सो सदस्यले प्रदान गरेको अङ्क गणना गरिने छैन पनि भनेको छ। अन्तर्वार्तामा पूर्णाङ्कको 70% भन्दा बढी वा 40% भन्दा घटी अङ्क दिनु परेमा सोको कारण खुलाउनु पर्नेछ। यसरी कारण नखुलाई अधिकतम भन्दा बढी वा न्यूनतम भन्दा घटी अङ्क दिएकोमा बढीमा 70% र घटीमा 40% अङ्क दिएकोमा नि गणना गरिन्छ। त्यस कारणले गर्दाखेरि मैले पहिले पनि भने 70% भन्दा बढी र 40% भन्दा घटी अङ्क चाहिँ दिन मिल्दैन। यदि दिइहाल्यो पनि सोको चाहिँ कारण खुलाउनुपर्छ। त्यस कारणले गर्दाखेरि 40 देखि 70% को बिचमा रहेर चाहिँ मूल्याङ्कनकर्ताले चाहिँ तपाईँहरूले चाहिँ अङ्क प्रदान गर्नुहुन्छ। अन्तर्वार्ता समितिको कुनै सदस्यले कारण खुलाई कुनै उम्मेदवारले उपनियम 5 बमोजिम 70% भन्दा बढी वा 40% भन्दा घटी अङ्क प्रदान गरेको अवस्थामा अन्तर्वार्ता समितिका 50% भन्दा बढी सदस्यले त्यसरी कारण खुलाई अङ्क प्रदान गरेको अवस्थामा मात्र त्यस्तो अङ्क प्रदान गरिनेछ। 50% भन्दा बढी सदस्यले त्यसरी अङ्क प्रदान नगरेकोमा बढीमा 70% र घटीमा 40% अङ्क कायम गरिनेछ पनि भनेको छ। त्यस कारणले गर्दाखेरि तपाईँको चाहिँ कुनै मूल्याङ्कनकर्ताले 40% भन्दा कम दियो अथवा 70% भन्दा बढी दियो भने चाहिँ त्यस्तो अङ्क चाहिँ अन्तर्वार्ता समितिका 50% भन्दा बढी सदस्यले चाहिँ त्यसलाई चाहिँ बहुमतले पारित गर्नु पर्यो र चाहिँ बहुमतले पारित गरेमा मात्र त्यो अङ्क चाहिँ मान्य हुनेछ। र अर्को रहेको छ एकदमै तपाईँहरूले चाहिँ एकदमै जान्नै पर्ने र बुझ्नै पर्ने नियम 37 मा अग्रिम वा छुट अन्तर्वार्ता लिन सकिने पनि भनेको छ। यो चाहिँ एकदमै ख्याल गर्नुहोला। लिखित वा प्रयोगात्मक परीक्षाको प्रकाशित नतिजामा समावेश भएको कुनै उम्मेदवारले मानसिक कारण जनाई अन्तर्वार्ताको लागि तोकेको मितिभन्दा अगाडि अन्तर्वार्ता दिन सोको कारण उल्लेख गरी निवेदन दिएमा र निवेदनको बेहोरा मनासिब देखेमा आयोगले त्यस्तो उम्मेदवारको अग्रिम अन्तर्वार्ता लिन सक्ने पनि छ। र कुनै उम्मेदवारले अन्तर्वार्ताको लागि आयोगबाट निर्धारण भएको मिति र समयमा उपस्थित हुन नसकेमा त्यसरी उपस्थित हुन नसकेको कारण र प्रमाणसहित अन्तर्वार्ताका लागि तोकेको मितिले क्रिया बस्नु परेको वा सुत्केरीको हकमा 15 दिनभित्र र द्याय बमोजिमका अवस्थामा 7 दिनभित्र निवेदन दिएमा आयोगले निवेदनको बेहोरा मनासिब देखेमा छुट अन्तर्वार्ता लिने व्यवस्था गर्न सक्नेछ। सरकारी कामको कारणबाट उपस्थित हुन नसकेमा त्यसै गरी काबु बाहिरको परिस्थिति परेमा अन्तर्वार्तामा उपस्थित हुन नसक्ने गरी आकस्मिक बिरामी भई चिकित्सकले प्रमाणित गरेमा त्यसै गरी उपनियम 1 वा 2 मा जुनसुकै कुरा लेखेको भए तापनि दोस्रो चरणका प्रयोगात्मक परीक्षा वा कम्प्युटरसिप परीक्षण वा सामूहिक छलफल वा इन बास्केट अभ्यास परीक्षा लगायतका अन्तर्वार्ता पूर्वका अन्य परीक्षामा सहभागी नभएको उम्मेदवारले अन्तर्वार्तामा समावेश गरिने छैन भनेको छ। त्यस कारणले गर्दाखेरि तपाईँहरू चाहिँ अन्तर्वार्ता हुने समयमा मनासिब कारणले तपाईँ चाहिँ उपस्थित हुन सक्नु भएन अथवा अन्तर्वार्ता हुने समयभन्दा पछिको समयमा चाहिँ तपाईँहरूले चाहिँ अन्तर्वार्ता दिन मिल्ने अवस्था छ भने पनि तपाईँहरूले चाहिँ सोको चाहिँ निवेदन दिएर तपाईँहरूले चाहिँ त्यसको मनासिब कारण, त्यसको निवेदन, त्यसको प्रमाण पेश गर्नुभयो भने तपाईँहरूले चाहिँ सो अन्तर्वार्ता हुने समयभन्दा अगाडि
र पछाडि पनि तपाईँहरूले चाहिँ अन्तर्वार्ता दिन सक्ने पनि व्यवस्था रहेको छ। त्यस कारणले गर्दाखेरि तपाईँहरू चाहिँ इन केस तपाईँहरूले चाहिँ अन्तर्वार्ता हुने समयमा उपस्थित हुन सक्नु भएन अथवा त्योभन्दा अगाडि नै दिनु पर्यो अथवा त्योभन्दा पछाडि पनि अन्तर्वार्ता आफूले दिनुपर्ने भयो भने पनि यो कुरा चाहिँ तपाईँहरूले चाहिँ एकदमै ख्याल गरेर चाहिँ तपाईँहरू चाहिँ अन्तर्वार्तामा उपस्थित हुनुहोला। त्यस कारणले गर्दाखेरि यो पनि एकदमै इम्पोर्टेन्ट चाहिँ जान्नै पर्ने विषय रहेको छ। तपाईँको चाहिँ प्रदेश लोकसेवा आयोग नियमावलीको अनुसूची 7मा नै तपाईँको चाहिँ अन्तर्वार्ताको मूल्याङ्कन फारम को चाहिँ व्यवस्था गरेको छ। जुन फारम चाहिँ मूल्याङ्कनकर्ताले चाहिँ प्रयोग गर्नुहुन्छ र यसैमा तपाईँको चाहिँ मूल्याङ्कन गरेर अङ्क प्रदान गर्नुहुन्छ र यसमा चाहिँ एकदमै इम्पोर्टेन्ट पोइन्टहरू दिएको छ, जसमा चाहिँ माथि उल्लेखित विज्ञापनमा सहभागी कुनै पनि उम्मेदवार मेरो बुबा आमा सासू ससुरा पति पत्नी छोरा बुहारी छोरी ज्वाइँ दाजु भाउजू भाइ बुहारी दिदी भेनाजु बहिनी ज्वाइँ जेठाजु जेठानी देवर देउरानी अमाजु नन्द काका काकी ठुलो बुबा ठुली आमा सानी आमा सानो बुबा भतिजा भतिजी भान्जा भान्जी मामा माइजू फुफाजू जेठानी जेठी सासू साला साली साधु दाइ साधु भाइ र तिनका छोराछोरी नाता पर्दैन भनेर यसरी चाहिँ उहाँहरूले चाहिँ के गर्नुभएको हुन्छ भन्दाखेरि चाहिँ दस्तखत गर्नुभएको हुन्छ। उहाँहरूले चाहिँ यसरी चाहिँ आफ्नो चाहिँ दस्तखत गरेर चाहिँ आफ्नो कुनै पनि नातेदार नरहेको भनेर चाहिँ उहाँहरू चाहिँ अन्तर्वार्ता समितिमा बस्नुभएको हुन्छ र चाहिँ एकदमै दृष्टव्यमा दिएको छ। एक 3वटा पोइन्ट दिएको छ र एकदमै ख्याल गर्नुपर्ने एकदमै विषय भनेको यो हो। र अब चाहिँ हामीले अन्तर्वार्ता पूर्व अन्तर्वार्ता क्रममा र अन्तर्वार्ता पश्चात ध्यान दिनुपर्ने विषयहरू के कस्ता रहेका छन् त्यस सम्बन्धमा हामीले चाहिँ कुराकानी गर्छौँ, जुन चाहिँ तपाईँहरू चाहिँ अन्तर्वार्ता तयारी गर्नको लागि एकदमै महत्त्वपूर्ण छ। त्यस कारणले गर्दाखेरि तपाईँहरूले चाहिँ यदि अन्तर्वार्ता तयारी गर्दै हुनुहुन्छ भने यी विषयहरूलाई चाहिँ एकदमै ध्यान केन्द्रित भएर तपाईँहरूले चाहिँ तयारी गर्नुभयो भने तपाईँहरू पक्कै पनि सफलता चाहिँ प्राप्त गर्न सक्नुहुनेछ। र त्यस कारणले गर्दाखेरि 1 नम्बरमा रहेको छ अन्तर्वार्ता पूर्व ध्यान दिनुपर्ने कुराहरू के रहेका छन् र त्यस सम्बन्धी हामी चाहिँ फर्स्टमा कुराकानी गर्छौँ। अन्तर्वार्ता पूर्व ध्यान दिनुपर्ने कुराहरूमा 1 नम्बरमा रहेको छ अन्तर्वार्ता हुने मिति स्थान र समय जानकारी हुने। त्यस कारणले गर्दाखेरि तपाईँहरू चाहिँ अन्तर्वार्ता पूर्व चाहिँ तपाईँहरूले चाहिँ एउटा के कुरा ख्याल गर्नु पर्यो भन्दाखेरि अन्तर्वार्ता हुने मिति कहिले हो, त्यहाँको स्थान कहिले हो र समय कति बजे हो, त्यो चाहिँ एकदमै कहिले हुने हो त्यो चाहिँ एकदमै जानकारी हुनु होला। त्यसको लागि चाहिँ तपाईँहरूले चाहिँ लिखित परीक्षा जुन चाहिँ प्रदेश लोकसेवा आयोगको चाहिँ वेबसाइटमा पब्लिस भएको हुन्छ त्यसलाई चाहिँ डाउनलोड गरेर तपाईँहरूले चाहिँ त्यसमा नै भनेको हुन्छ कि अन्तर्वार्ता चाहिँ यति सिरियल नम्बरदेखि यति सिरियल नम्बरसम्मको चाहिँ मिति यति गते यो स्थानमा यति बजे चाहिँ तपाईँको चाहिँ अन्तर्वार्ता हुने भनेर चाहिँ स्पष्ट रूपमा खुलाएको हुन्छ। त्यस कारणले गर्दाखेरि सर्वप्रथम तपाईँले चाहिँ अन्तर्वार्ता पूर्व चाहिँ तपाईँले चाहिँ एकपटक जुन चाहिँ लिखित परीक्षाको उत्तीर्णको जुन PDF हुन्छ त्यसलाई चाहिँ डाउनलोड गरेर त्यसलाई चाहिँ एकदमै ध्यान केन्द्रित रहेर त्यसमा चाहिँ अन्तर्वार्ता हुने मिति स्थान र समय चाहिँ बारेमा चाहिँ जानकारी हुनु होला। त्यसै गरी पाठ्यक्रम चाहिँ के कस्तो रहेको छ र पाठ्यक्रमका विषयवस्तुहरूले चाहिँ पुनः एकपटक सर पढ्नु होला। र अर्को चाहिँ अपडेट, जस्तै तपाईँको समसामयिक घटनाक्रमहरूको बारेमा तपाईँहरू अपडेट हुनु होला। जस्तै तपाईँको पत्र पत्रिका रेडियो र न्युजहरू चाहिँ सुन्ने हेर्ने गर्नु होला, जसले गर्दाखेरि तपाईँहरूले चाहिँ अन्तर्वार्तामा चाहिँ तपाईँहरूले चाहिँ केही प्लस पोइन्ट पनि हुनसक्छ। जसले गर्दाखेरि तपाईँको चाहिँ जस्तै वन सम्बन्धीका घटनाहरू पनि घटिरहेको हुन्छन्, वन सम्बन्धीका नयाँ नीति नियमहरू को पनि चाहिँ विभागबाट अथवा राजपत्रमा प्रकाशित भइरहेको हुन्छ। त्यस्ता समसामयिक विषयहरू पनि तपाईँहरूले चाहिँ पत्र पत्रिका रेडियो र न्युजहरूमा सुन्ने हेर्ने गर्नुहोला। र त्यसै गरी सङ्घ तथा प्रदेशका वन मन्त्रालय विभाग तथा कार्यालयको चाहिँ बुलेटिनहरू त्यहाँ वेबसाइटमा पब्लिस भएका अन्य म्यागजिनहरू अन्य प्रतिवेदनहरू चाहिँ तपाईँहरूले चाहिँ डाउनलोड गरेर तपाईँहरूले चाहिँ पढ्नुहोला हेर्नुहोला र त्यही बुझ्नुहोला। जसले गर्दा तपाईँहरूले चाहिँ अन्तर्वार्ताको क्रममा तपाईँहरूले चाहिँ केही प्लस पोइन्ट त्यहाँबाट पनि मिल्न सक्छ। त्यसै गरी अर्को चाहिँ शारीरिक तथा मानसिक अभ्यास पनि गर्नुपर्छ। तपाईँ जस्तै तपाईँ अन्तर्वार्ता दिने क्रममा तपाईँ एकदमै बिरामी हुनुभयो, तपाईँ चाहिँ उपस्थितै हुन सक्नु भएन भने तपाईँहरूलाई चाहिँ यति धेरै मिहिनेत गरेर तपाईँ यहाँ के अरे अन्तर्वार्तासम्म पुग्नुको कुनै पनि औचित्य हुँदैन। त्यस कारणले गर्दाखेरि तपाईँ चाहिँ शारीरिक तथा मानसिक रूपमा पनि एकदमै के हुनुपर्छ त सक्षम हुनुपर्छ अन्तर्वार्ताको लागि। त्यस कारणले गर्दा
गर्दाखेरि शारीरिक तथा मानसिक अभ्यासहरू चाहिँ तपाईँ जस्तै खाने वस्तुमा ध्यान दिनुहोला। जस्तै खाने कुराहरूमा चाहिँ एकदमै हेल्दी फुडहरू चाहिँ खानुहोला। धेरै अनिद्रा पनि नबस्नुहोला। कहिलेकाहीँ योगा पनि गर्नुहोला, पूजासुजा गर्ने र सकारात्मक सोचको चाहिँ विकास गर्नुहोला। र त्यसै गरी तपाईँको चाहिँ कपालहरू पनि धेरै नपार्ने, नङरो चाहिँ लामो भयो भने काट्ने, चिटिक्क ट्याकटुक कपालहरू पनि धेरै लामो नपार्ने, नङरो काट्ने। र अर्को रहेको छ पोसाक तयार पार्ने। अन्तर्वार्ता पूर्व चाहिँ तपाईँहरूले चाहिँ कस्तो पोसाक चाहिँ लगाउने त्यो बारेमा पनि तपाईँहरूले चाहिँ एकदमै ख्याल गरेर चाहिँ त्यो चाहिँ एकदमै त्यो विषयमा पनि एकदमै निर्भुल हुनुहोला। जस्तै पोसाकमा चाहिँ सिम्पल र एउटा चाहिँ फर्मल, सिम्पल एन्ड फर्मल ड्रेस चाहिँ तपाईँहरूले चाहिँ पोसाकको रूपमा चाहिँ तपाईँहरूले चाहिँ अपनाउन सक्नुहुन्छ। तपाईँ चाहिँ क्याजुअल ड्रेस चाहिँ नलिनुहोला। त्यो चाहिँ जसले गर्दाखेरि तपाईँहरूले चाहिँ थप चाहिँ तपाईँहरूले चाहिँ मुस्किल हुनसक्छ। क्याजुअल ड्रेस भन्नाले जस्तै टी सर्टहरू, जिन्स प्यान्टहरू, स्पोर्ट्स सुजहरू लगाएर जानुभयो भने तपाईँहरूले चाहिँ नकारात्मक असर पर्न सक्छ। त्यस कारणले गर्दाखेरि तपाईँहरूले एकदमै सिम्पल, एकदमै फर्मल ड्रेस चाहिँ तपाईँहरू लगाएर जानुहोला। जस्तै पुरुषको लागि सर्ट प्यान्ट अनि सुजहरू लगाएर जानुहोला भने, महिलाको लागि पनि सर्ट प्यान्ट लगाएर जानुभयो भने एकदमै बेस्ट हुन्छ। त्यस कारणले गर्दाखेरि तपाईँहरू चाहिँ एकदमै सिम्पल एन्ड फर्मल ड्रेसमा जानुभयो भने तपाईँहरूले चाहिँ सकारात्मक प्रभाव पर्न सक्छ। र त्यसै गरी कागजात चाहिँ कुन कुन कागजातहरू लग्ने त त्यो चाहिँ हामीले चाहिँ तयार पार्नुपर्छ। र त्यो कागजातहरू चाहिँ दुइटै, एउटा सकल र नक्कल दुवै चाहिँ तपाईँहरूले चाहिँ के गर्नुपर्छ त भन्दाखेरि तयार पार्नुपर्छ। अन्तर्वार्ता अगाडि नै तपाईँले चाहिँ त्यो दुवै सकल र नक्कल दुवै कागजातहरू चाहिँ तयार पार्नुहोला। र त्यो कुन कुन कागजातहरू चाहिँ हामीले लग्ने भनेर चाहिँ जुन तपाईँको चाहिँ लिखित परीक्षाको जुन उत्तीर्ण भएको जुन चाहिँ सूचना हुन्छ, जुन चाहिँ अझ नतिजा प्रकाशन गरेको जुन चाहिँ पब्लिस भएको हुन्छ, त्यसमा चाहिँ तपाईँहरूको चाहिँ यो डकुमेन्ट लिने भनेर चाहिँ तपाईँको चाहिँ उल्लेख भएको हुन्छ। जस्तै तपाईँको चाहिँ पासपोर्ट साइजको फोटो 2 प्रति, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र अन्य आवश्यक कागजातहरू जस्तै अनुभव पत्रहरू जस्तै एक्सपिरियन्स लेटरहरू, डकुमेन्टहरू के छन्, अनि प्रवेश पत्र लिएर जानुपर्छ। त्यसै गरी तोकिएको समयभन्दा 1 घन्टा अगावै तपाईँ पुग्नुभयो भने तपाईँ चाहिँ नआत्तिएर नअडबडाएर मजाले ढुक्क साथ तपाईँहरूले चाहिँ अन्तर्वार्ता दिन सक्नुहुन्छ। त्यस कारणले गर्दाखेरि तपाईँले चाहिँ अन्तर्वार्ता दिनुभन्दा अगाडि कुन कुन डकुमेन्ट लगेर जाने त्यस विषयमा पनि तपाईँहरूले चाहिँ लिखित परीक्षा जुन पब्लिस भएको जुन चाहिँ पिडिएफ हुन्छ त्यसलाई एकपटक सरर हेर्नुहोला। त्यसमा पनि मेन्सन अथवा उल्लेखित गरिएको हुन्छ, जसमा चाहिँ तपाईँको शैक्षिक योग्यता प्रमाणपत्रहरू चाहिँ तपाईँले एउटा समावेश गर्नुपर्छ। अनि अनुभव प्रमाणपत्रहरू जस्तै एक्सपिरियन्स डकुमेन्टहरू के छ, जस्तै तपाईँले प्राइभेट सङ्घ संस्थाहरूमा चाहिँ काम गर्नुभएको छ भने त्यो चाहिँ एक्सपिरियन्स डकुमेन्टहरू हाल्नुहोला। अथवा कुनै तालिम प्राप्त गर्नुभएको छ भने तालिमको डकुमेन्टहरू पनि राख्नुहोला। पासपोर्ट राख्नुहोला, पासपोर्ट साइजको फोटोहरू राख्नुहोला, अनि प्रवेश पत्र राख्नुहोला। र एउटा ठुलो कुरा मिस्टेक यहाँ हुन गएछ, र एउटा चाहिँ नागरिकता चाहिँ तपाईँले चाहिँ नछुटाउनु होला। यहाँ भुलवश छुट्न गएछ। नागरिकताको फोटोको कपी र सकल नागरिकता पनि राख्नुहोला। पासपोर्ट साइजको फोटो 2 प्रति अथवा कति छ जति छ त्यो चाहिँ तपाईँले एकपटक सरल हेरेर जानुहोला। प्रवेश पत्र, अनुभव प्रमाणपत्र र शैक्षिक योग्यता प्रमाणपत्रहरू गर्नुहोला। र चाहिँ तपाईँले चाहिँ दरखास्त फारम पनि तपाईँहरूले चाहिँ अन्तर्वार्ता हुने समयमा लगेर जानुपर्छ। र दरखास्त फारम भन्ने चाहिँ तपाईँको चाहिँ यो प्रदेश लोक सेवा आयोग नियमावलीको चाहिँ अनुसूचीमा व्यवस्था गरेको छ भने तपाईँ चाहिँ अन्तर्वार्ता दिन जानुभन्दा 2-3 दिन अगाडि चाहिँ प्रदेश लोक सेवा आयोग अथवा मुख्यमन्त्री कार्यालयले पनि चाहिँ एउटा सूचना निकाल्छ, जसले गर्दाखेरि तपाईँहरू चाहिँ दरखास्त फारम चाहिँ यो ढाँचामा अथवा यो डकुमेन्ट सँगै लिएर आउनुहोला भनेर एउटा चाहिँ सूचना प्रकाशन गर्छ। त्यही आधारमा तपाईँहरू चाहिँ वेबसाइट भिजिट गरेर त्यसलाई डाउनलोड गरेर त्यसलाई प्रिन्ट गरेर फोटोकपी गरेर लग्नुहोला। र कागजात चाहिँ तपाईँले चाहिँ क्लियर ब्यागमा राख्नुहोला। र क्लियर ब्यागमा राख्दाखेरि चाहिँ ठुलोदेखि सानो गरेर चाहिएको बेला चाहिँ सहजै निकाल्न सक्ने गरेर तपाईँले चाहिँ क्लियर ब्यागमा
ठुलोदेखि सानो गरेर चाहिँ राख्नुहोला, जसले गर्दाखेरि तपाईँहरूले चाहिँ एकदमै सहज हुन्छ। र चाहिँ कागजात चाहिँ सकल र नकल दुवै चाहिँ लगेर जानुहोला। र अर्को ख्याल गर्नुपर्ने बिहानको पत्रपत्रिका तथा न्युज सुन्ने तथा हेर्ने एकदमै प्लस पोइन्ट भनेको एकदमै इम्पोर्टेन्ट पोइन्ट भनेको एउटा यो हो। जस्तै तपाईँ अन्तर्वार्ता दिन आज जाँडै हुनुहुन्छ भने, जस्तै तपाईँ आज अन्तर्वार्ता दिन जाँडै हुनुहुन्छ भने त्यस अन्तर्वार्ता दिनको बिहानको पत्रपत्रिकाहरू र न्युजहरू सुन्ने र हेर्ने गर्नुहोला तपाईँहरू। जसले गर्दाखेरि त्यही पत्रपत्रिका अथवा न्युजबाट नै तपाईँहरूले चाहिँ एक दुईवटा प्रश्न चाहिँ तपाईँहरूले चाहिँ आउन सक्छन्, जसले गर्दाखेरि तपाईँहरूको चाहिँ प्लस पोइन्ट त्यहाँ हुनसक्छ। त्यस कारणले गर्दाखेरि जुन दिन अन्तर्वार्ता हुन्छ त्यो अन्तर्वार्ताको चाहिँ बिहानको र त्यो अन्तर्वार्ता हुनुको 4 देखि 5 दिन अगाडिको चाहिँ तपाईँले चाहिँ न्युजहरू हेर्ने, पत्रपत्रिकाहरू पढ्ने गर्नुभयो भने तपाईँहरूले चाहिँ त्यहाँबाट पनि तपाईँहरूले चाहिँ प्लस पोइन्ट हुनसक्छ। अन्तर्वार्ता पूर्व चाहिँ नुहाउने, कपाल सपाल काट्ने, दाह्री-सारी मिलाउने, नङसङ काट्ने, चिटिक्क पर्ने, सफा सुग्घर बस्नुहोला। त्यसै गरी अन्तर्वार्ता दिन जानुभन्दा अगाडि चाहिँ शुभ साइडको रूपमा चाहिँ 1 चम्मच अथवा जति पाउनुहुन्छ त्यति चाहिँ दही खाएर जानुहोला, जसले गर्दाखेरि तपाईँहरूको चाहिँ शुभ साइडको रूपमा चाहिँ मानिन्छ। र अर्को मुख्य विषयमा अब हामी प्रवेश गर्दैछौँ। अन्तर्वार्ता क्रममा ध्यान दिनुपर्ने विषयहरू चाहिँ के हुन् त? यो भनेको चाहिँ अन्तर्वार्ता तयारी गर्नको लागि एकदमै इम्पोर्टेन्ट, सबभन्दा इम्पोर्टेन्ट विषय भनेको यो पनि हो। अन्तर्वार्ता क्रममा ध्यान दिनुपर्ने विषयहरू चाहिँ के हुन् अब चाहिँ हामी हेर्छौँ। जस्तै अन्तर्वार्ता क्रममा चाहिँ हामीले चाहिँ अन्तर्वार्ता दिन जाँदाखेरि भित्र प्रवेश गर्दाखेरि अनुमति लिएर मात्र हामीले चाहिँ भित्र प्रवेश गर्नुपर्छ र एकमुष्ट सबैलाई हेरेर नमस्कार गर्ने र मूल्याङ्कनकर्ताले बस्ने अनुमति दिए बस्ने, नत्र आफूले चाहिँ बस्ने अनुमति लिएर चाहिँ आफू चाहिँ बस्नुपर्छ। मानौँ तपाईँ चाहिँ अन्तर्वार्ता दिन जानुभयो, तपाईँ चाहिँ अनुमति लिएर भित्र प्रवेश गर्नु, नमस्कार पनि गर्नुभयो र त्यहाँका मूल्याङ्कनकर्ताले चाहिँ तपाईँले चाहिँ कस्तो बानी व्यवहार अथवा कस्तो सकारात्मक प्रभाव पार्न सक्नुहुन्छ भन्ने हिसाबले उहाँहरूले चाहिँ बस्ने अनुमति पनि नदिन सक्नुहुन्छ। उहाँले तपाईँले चाहिँ जान्न बुझ्नको लागि। त्यस कारणले गर्दाखेरि तपाईँ चाहिँ 15-20 सेकेन्ड चाहिँ तपाईँ चाहिँ रोकिएर अनुमति, उहाँले बस्ने अनुमति दिनुहुन्छ कि दिनुहुन्न। यदि दिनु भएन भने आफूले चाहिँ बस्ने अनुमति लिएर बस्नुहोला। तपाईँले आफ्नो परिचय दिनुहोस् भनेर सुरुवात गर्नुहुन्छ र तपाईँले आफ्नो परिचय दिँदाखेरि चाहिँ मुख्य 4वटा चिजलाई चाहिँ तपाईँले चाहिँ नबिर्सिनुहोला। एकदमै तपाईँको चाहिँ अन्तर्वार्ताको होल थिम अथवा तपाईँको अन्तर्वार्ताको मुख्य जुन विषय भनेको चाहिँ तपाईँको परिचयमा अड्डिएको हुन्छ। तपाईँलाई जस्तै लाग्छ होला तपाईँको परिचय त साधारण हो भनेर सोच्नुहुन्छ होला, तर मुख्य विषय नै तपाईँको चाहिँ परिचयमा अड्किएको हुन्छ। किनभने तपाईँको सुरुवाती प्रश्नको चाहिँ प्रश्न नै तपाईँको के हो त, परिचयबाट सुरुवात हुन्छ। त्यस कारणले गर्दाखेरि तपाईँको सुरुवाती प्रश्नको चाहिँ उत्तर कुन तरिकाले जान्छ र त्यही उत्तरमा चाहिँ टेकेर उहाँहरूले चाहिँ तपाईँले प्रश्न सोध्नुहुन्छ। त्यस कारणले गर्दाखेरि तपाईँले चाहिँ सुरुको प्रश्नको उत्तर कसरी दिनुभयो त्यसमा तपाईँको त्यसमा चाहिँ तपाईँमा नै भर पर्छ। त्यस कारणले गर्दाखेरि कतिपय मान्छेले चाहिँ परिचयमा चाहिँ एकदमै आफू चाहिँ होइन राम्रो भनेको छु भन्ने हुन्छ, तर चाहिँ तपाईँले चाहिँ परिचय दिँदाखेरि यो 4वटा चिजमा चाहिँ तपाईँले नछुटाउनु होला। एउटा नाम, एउटा ठेगाना, एउटा योग्यता र हालको अवस्था। जस्तै तपाईँ हालको अवस्थामा जस्तै तपाईँ अहिले के गर्दै हुनुहुन्छ, कुनै प्राइभेट सङ्घ संस्थामा जागिर गर्दै हुनुहुन्छ कि अथवा अन्य निजामती सेवाको कुनै अन्य तल्लो पदमा अथवा अन्य सेवामा जागिर गर्दै हुनुहुन्छ कि अथवा अन्य कुनै संस्थामा तालिम प्राप्त गरिरहनु भएको छ कि अथवा आजभोलि अथवा हालको समयमा तपाईँ बेरोजगार भएर यी लोकसेवामा तयारीमा जुट्नु भएको छ कि, यो कुरा चाहिँ तपाईँले चाहिँ नछुटाउनु होला। यो कुरा चाहिँ तपाईँले नछुटाउनु होला। त्यस कारणले गर्दाखेरि उहाँहरूले प्रश्नको सुरुवात नै तपाईँले आफ्नो परिचय दिनुहोस् भनेर गर्नुहुन्छ र तपाईँले चाहिँ परिचय दिँदाखेरि मेरो नाम चाहिँ डडडड हो र मेरो घर डडड जिल्ला यति गाउँपालिका यति वडा नम्बर 2 को यति ठाउँ हो र मेरो शैक्षिक योग्यता स्नातक
चाहिँ यति हो र हाल म चाहिँ यो सङ्घ संस्थामा यति अवधिदेखि चाहिँ जागिर गर्दैछु अथवा पेसा गर्दैछु भन्ने चाहिँ तपाईँले चाहिँ 4वटा विषय चाहिँ खुलाउनु भयो भने तपाईँले चाहिँ त्यही 4वटा विषयबाट चाहिँ तपाईँले चाहिँ प्रश्नहरू आउँछ र जस्तै मेरै कुरा गर्दाखेरि चाहिँ मैले चाहिँ सुदूरपश्चिम प्रदेशमा रेन्जरको अन्तर्वार्ता दिनुभन्दा अगाडि मैले चाहिँ रेड पान्डा प्रोजेक्टमा चाहिँ मैले जागिर गर्दै थिएँ। त्यस कारणले गर्दाखेरि उहाँहरूले नै अन्तर्वार्ता सुरुवात नै आफ्नो परिचय दिनुहोस् भनेर उहाँले गर्नुभयो र मैले परिचय दिँदाखेरि चाहिँ आफ्नो नाम, ठेगाना, योग्यता र हालको अवस्थामा चाहिँ यति अवधिदेखि चाहिँ मैले रेड पान्डा प्रोजेक्टमा काम गर्दैछु भनेर मैले बताएको थिएँ र उहाँले चाहिँ त्यही रेड पान्डा प्रोजेक्टदेखि उहाँले के प्रश्न गर्नुभएको थियो भने तपाईँ चाहिँ यति महिनादेखि रेड पान्डा प्रोजेक्टमा काम गर्दै हुनुहुँदो रहेछ। रेड पान्डा भनेको कस्तो जीव हो, यसको संरक्षण व्यवस्थापनको लागि चाहिँ के प्रयासहरू हामीले चाहिँ गर्न सक्छौँ, यसको बारेमा के बताइदिनुहोस् न भनेर उहाँले भन्नुभएको थियो। त्यसपछि चाहिँ मैले त्यही अनुसार बताउँदै गइसकेपछि पनि बताउँदै गइसकेपछि त्यही भित्रभित्रबाट चाहिँ उहाँहरूले प्रश्न गर्नुभयो। अर्को एकजना विषयविज्ञ सरले चाहिँ पाठ्यक्रमबाट चाहिँ एउटा विषयवस्तु छनौट गरेर चाहिँ मलाई प्रश्न पनि गर्नुभएको थियो। त्यस कारणले गर्दाखेरि तपाईँले चाहिँ आफ्नो परिचय दिँदाखेरि आफ्नो नाम, ठेगाना, योग्यता र हालको अवस्था के छ त्यो चाहिँ 4 चिजलाई चाहिँ तपाईँले चाहिँ नछुटाई चाहिँ तपाईँले चाहिँ भन्नुहोला। जसले कारण गर्दाखेरि सुरुवात चाहिँ आफू जानकारी विषयतिरबाट चाहिँ गर्नुहोला। जसले गर्दाखेरि तपाईँको चाहिँ अन्तर्वार्ता राम्रो बन्न जान्छ र तपाईँले चाहिँ अन्तर्वार्ता क्रममा एकदमै आई कन्ट्याक्ट चाहिँ एकदमै ब्यालेन्सिङ तरिकाले गर्नुहोला। फेसियल एक्सप्रेसन सहित तपाईँले चाहिँ उत्तर दिनुहोला। सर्ट एन्ड स्विट एन्सर दिने प्रयास गर्नुहोला। डिसिजन एबिलिटी कन्फिडेन्सका साथ चाहिँ तपाईँले प्रस्फुटन गर्नुहोला। तपाईँ चाहिँ एकदमै नआत्तिने, नबढाई, एकदमै स्वाभाविक स्वर, एकदमै निर्धक्ताका साथ अनुशासित भएर चाहिँ प्रश्नको चाहिँ जवाब दिनुहोला। एकदमै बस्दाखेरि चाहिँ नाक कान कोट्याउने, खुट्टा हल्लाउने चाहिँ नगर्नुहोला। एकदमै स्ट्रेट भएर एकदमै छाती, टाउका, एकदमै फेसियल एक्सप्रेसन, एकदमै आई कन्ट्याक्ट, एकदम हावभाव चाहिँ तपाईँले चाहिँ प्रश्नको चाहिँ उत्तर दिने गर्नुहोला। प्रश्नको जवाब दिँदाखेरि चाहिँ एकदमै कुनै विषय एकदमै जानेको छ भने त्यसलाई चाहिँ एकदमै लम्बाइ, बढाइ चढाइ पनि नदिनुहोला। र यदि बढाइ चढाइ दिनुभयो भने तपाईँले नै समस्या हुनसक्छ। त्यस कारणले गर्दा बढाइ चढाइ नदिएर एकदमै सर्ट एन्ड स्विट एन्सरमा दिनुहोला। र इनकेस अन्तर्वार्ता दिने क्रममा आफूलाई कुनै प्रश्नको जवाब आएन भने एकदमै क्षमा माग्ने। जस्तै कि यसबारेमा मलाई चाहिँ जानकारी भएन सर, सर यसबारेमा मलाई जानकारी भएन सर, अब क्षमा माग्ने। जस्तै कि यसबारेमा मलाई जानकारी भएन सर, अब चाहिँ यस विषयमा तपाईँले चाहिँ क्षमा माग्नुपर्छ। जस्तै यसबारेमा मलाई अलि जानकारी भएन सर, यसको लागि म क्षमा चाहन्छु भनेर पनि तपाईँले चाहिँ एक्सक्युज अथवा चाहिँ नम्र भएर चाहिँ तपाईँले जवाब दिन सक्नुहुन्छ। त्यस कारणले गर्दाखेरि अन्तर्वार्ता दिने क्रममा आफूले नजानेको प्रश्न आउँछ भने पनि एकदमै सकारात्मक तरिकाले, एकदमै शान्त, एकदमै सरल, एकदम निर्धताका साथ चाहिँ तपाईँहरूले चाहिँ क्षमा माग्नुभयो भने त्यसमा अझ थप सकारात्मक प्रभाव पर्न जान्छ। र अन्तर्वार्ता पश्चात तपाईँहरूले चाहिँ विभिन्न प्रश्नहरू सोध्ने गरिन्छ र अन्तर्वार्ता सकिसकेपछि तपाईँहरूले चाहिँ ल हुन्छ, तपाईँलाई चाहिँ निजामती सेवा प्रवेशको लागि धेरै धेरै शुभकामना दिन चाहन्छु भनेर उहाँले चाहिँ अन्तर्वार्ता सकाउनुहुन्छ। अनि त्यहाँहरूले चाहिँ ल हुन्छ तपाईँ जानुहोस् भनेर भन्नुभयो भने तपाईँले चाहिँ एकदमै धन्यवाद अथवा थ्याङ्क यू सर भन्नुहोला। अनि त्यसपछि आफ्नो सक्कल कागजात जुन चाहिँ क्लियर ब्यागमा हालेर जानुभएको हुन्छ, क्लियर ब्याग समाउनु होला र उहाँहरूले चाहिँ एकपटक पुनः म जान सक्छु सर भनेर चाहिँ तपाईँहरू बाहिर निस्किनु भयो भने तपाईँहरू चाहिँ अन्तर्वार्ता एकदमै राम्रो भएको मानिन्छ। त्यस कारणले गर्दाखेरि तपाईँले चाहिँ अन्तर्वार्ताको पूर्व, अन्तर्वार्ता क्रममा र अन्तर्वार्ता पश्चात चाहिँ कसरी आफूले चाहिँ प्रस्तुति दिने
भन्ने कुरा चाहिँ मैले यी विषयहरू चाहिँ आफूले जानेको, आफूले भोगेको अनुभवबाट चाहिँ तपाईँहरूलाई चाहिँ बताएको छु। यसमा मैले जान्दा-जान्दै अथवा नजानी चाहिँ केही भुलवश अथवा केही त्रुटि पनि हुन सक्छन्। यसमा चाहिँ तपाईँहरूले माफ गरिदिनु होला। र अर्को रहेको छ अन्तर्वार्तामा प्रश्नहरू चाहिँ कस्तो सोधिन्छन् त भनेर चाहिँ सबैलाई एकदमै जिज्ञासा हुन्छ। किनभने अब कुनैले त अब 1-2 चोटि अन्तर्वार्तामा पुग्नुभएका साथीहरूलाई त लगभग यसबारेमा जानकारी हुन्छ भने कोही त नयाँ हुनुहुन्छ, नयाँलाई चाहिँ अन्तर्वार्तामा कस्तो क्वेसनहरू चाहिँ कस्तो प्रश्नहरू सोध्न सक्छ त केही कुरा चाहिँ हामीलाई रिफरेन्स भएपछि चाहिँ हामीलाई चाहिँ केही सहज हुन्थ्यो। हामीले चाहिँ केही स्याम्पल भए चाहिँ हामी चाहिँ त्यही अनुसार चाहिँ हामी तयारी गर्थ्यौँ अन्तर्वार्ता भन्ने लाग्छ भने उहाँहरूको लागि चाहिँ मैले अन्तर्वार्तामा सोध्न सकिने केही प्रश्नहरूको चाहिँ रिफरेन्सहरू लिएर आएको छु, जसले गर्दा तपाईँहरूलाई चाहिँ अन्तर्वार्ता तयार गर्नलाई एकदमै सहज हुनसक्छ। तपाईँहरूले चाहिँ अन्तर्वार्तामा एकदमै जटिल पनि सोधिँदैन। तपाईँलाई चाहिँ अन्तर्वार्तामा सोध्ने भने एकदमै व्यावहारिक, साधारण चाहिँ नै प्रश्नहरू सोध्ने गरिन्छ, जसले गर्दा तपाईँहरू चाहिँ एकदमै जटिल विषयहरू चाहिँ पढेर जानुभएको हुन्छ र सोद्धाखेरि चाहिँ एकदमै साधारण प्रश्नहरू सोध्नुहुन्छ, जसले गर्दा तपाईँ के अरे हडबडाउनुहुन्छ, अकमक्किनुहुन्छ। त्यस कारणले गर्दाखेरि तपाईँहरू जाँदाखेरि चाहिँ अन्तर्वार्ता तयारी गर्दाखेरि चाहिँ एकदमै साधारण, एकदमै व्यावहारिक प्रश्नहरूमा चाहिँ जोड दिनुभयो भने तपाईँहरूले चाहिँ अन्तर्वार्ता तयारी राम्रो हुनसक्छ। जस्तै प्रश्न नम्बर 1 मा तपाईँ अन्तर्वार्ता दिँदै आउँदा कुन साधनमा आउनुभयो भनेर प्रश्न पनि गर्न सक्छ। जस्तै तपाईँले चाहिँ प्रश्नको उत्तरमा म अन्तर्वार्ता दिन आउँदा इलेक्ट्रिक हाइस सवारी साधनमा आएको थिएँ भनेर उत्तर दिनुभयो भने उहाँले चाहिँ अझ थप प्रश्न के गर्न सक्नुहुन्छ भने इलेक्ट्रिक हाइसमा चाहिँ चढेर आउनुभएछ। पहिले त पेट्रोल डिजेलबाट चल्ने सवारी साधनहरू थिए, जसले गर्दाखेरि अहिले जुन इलेक्ट्रिक हाइस अहिले जुन चाहिँ तपाईँ चढ्नुभयो, जसले गर्दाखेरि अहिले जुन क्लाइमेट चेन्ज भनौँ अथवा जलवायु परिवर्तन, जसले गर्दाखेरि इलेक्ट्रिक हाइस नेपालमा चलाउनु अथवा चल्ने गर्दा जलवायु परिवर्तनमा लाई चाहिँ चल्दै गर्दा जलवायु परिवर्तन बढाउँछ कि घटाउँछ, यसबारेमा चाहिँ तपाईँको धारणा के छ भनेर तपाईँले चाहिँ प्रश्न पनि गर्न सक्छ। त्यसै गरी 2 नम्बर प्रश्नमा बाटोमा आउँदै गर्दा कुन कुन रुख प्रजातिहरू देख्नुभयो, कम्तीमा 5 वटा रुख प्रजातिहरू बताउनुहोस् भनेर पनि तपाईँले भन्न सक्छ। त्यस कारणले गर्दाखेरि तपाईँहरू बाटोमा अन्तर्वार्ता दिनै जाँदाखेरि जस्तै तपाईँहरूको चाहिँ कुन कुन रुख प्रजातिहरू पाइन्छ त्यो पनि याद गर्नुहोला। त्यसै गरी 3 नम्बरमा बाटोमा आउँदै गर्दा कुन कुन संरक्षित क्षेत्र हुँदै आउनुभयो, तपाईँ नियुक्ति हुँदा संरक्षित क्षेत्रमा हुनुहुन्छ कि हुनुहुँदैन भनेर पनि प्रश्न आउन सक्छ। त्यसले गर्दाखेरि तपाईँहरू बाटोमा आउँदै गर्दाखेरि चाहिँ यो संरक्षित क्षेत्रहरू पर्ने रहेछ भनेर पनि तपाईँहरू जानकार हुनुहोला। र तपाईँको चाहिँ नियुक्ति चाहिँ संरक्षित क्षेत्रमा हुँदैन, तपाईँको नियुक्ति भनेकै यो वन कार्यालयहरूमा हुन्छ। संरक्षित क्षेत्रमा हुने भनेको तपाईँको के हो त भन्दाखेरि गेम स्काउट हो। त्यस कारणले गर्दाखेरि वनरक्षक भनेको चाहिँ वन कार्यालयमा हुने हो। त्यस कारणले गर्दाखेरि हाम्रो नियुक्ति भनेको वन कार्यालयमा चाहिँ हुने हो, हाम्रो संरक्षित क्षेत्रमा हुने होइन। यो समूह नै फरक हो भनेर चाहिँ तपाईँले उत्तर दिन सक्नुहुन्छ। त्यसै गरी 4 नम्बरमा संरक्षित क्षेत्र र सडकले गर्दा वन्यजन्तुमा के असर पुगेको छ र कसरी न्यूनीकरण गर्न सक्नुहुन्छ भनेर पनि सोध्न सक्छ। जस्तै सोध्न सकिन्छ। जस्तै तपाईँको चाहिँ संरक्षित क्षेत्र र सडकले गर्दा वन्यजन्तुमा के असर पुगेको छ भनेर पनि भन्न सक्छ। जस्तै तपाईँ चाहिँ घोराइदेखि धनगढी पुग्दै हुनुहुन्छ र तपाईँको चाहिँ बिचमा बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज आउँछ, जसले गर्दाखेरि संरक्षित क्षेत्र पनि भयो र बिचमा सडक जुन चाहिँ हाइवे छ सडक पनि पर्ने भयो। त्यसले गर्दाखेरि चाहिँ वन्यजन्तु चाहिँ मरेको विभिन्न न्युजहरू पनि आइरहेको हुन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ त्यस्ता संरक्षित क्षेत्र र सडकले गर्दा वन्यजन्तुमा के असर पुगेको छ र यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर चाहिँ प्रश्न पनि तपाईँलाई चाहिँ सोध्न सकिन्छ। अनि त्यसै गरी 5 नम्बर प्रश्नमा छ एकदमै इम्पोर्टेन्ट प्रश्न चाहिँ एउटा यो हो। जस्तै तपाईँको मानव एउटा क्षेत्रमा दर्ता जमिन छ, खाली भूभाग छ, ऐलानी र प्रति जग्गा सँगै छ भने त्यो सबै क्षेत्रलाई वन क्षेत्र मान्ने कि नमान्ने भनेर एउटा प्रश्न पनि तपाईँलाई आउन सक्छ। यो भने एकदमै साधारण प्रश्न हो, एकदमै व्यावहारिक पनि हो, तर एकदमै इम्पोर्टेन्ट प्रश्न पनि हो। जस्तै एउटा क्षेत्र छ मानौँ,
जसमा चाहिँ दर्ता जमिन पनि सँगै सट्या छ, खाली भूभाग पनि छ, ऐलानी पर्ती जग्गा पनि छ, नाङ्गो डाँडा पाखा छ भने त्यो सबै क्षेत्रलाई वन क्षेत्र मान्ने कि नमान्ने पनि प्रश्नहरू पनि आउन सक्छ। त्यस्तो हकमा चाहिँ तपाईँले दर्ता जमिन भयो भने त्यो त स्वत व्यक्तिको निजी हक भोगको जमिन भयो, त्यसकारण त्यो त वन क्षेत्र मानिँदैन। बाँकी खाली भूभाग, ऐलानी र पर्ती जग्गा मतलब दर्ता जग्गा बाहेक सम्पूर्ण वनलाई चाहिँ वन क्षेत्र मानिन्छ भनेर चाहिँ तपाईँले जवाब दिनुभयो भने तपाईँले चाहिँ सकारात्मक प्रभाव पार्न सक्नुहुन्छ। त्यसै गरी प्रश्न नम्बर 6मा रहेको छ, वन अतिक्रमण, वन डडेलो, चरीचरण र वन्यजन्तु चोरी शिकार गरी यी 4 वन व्यवस्थापनका समस्याहरूमध्ये मुख्य समस्या कुन हो र किन भनेर पनि प्रश्न गर्न सकिन्छ। र यी प्रश्नलाई चाहिँ तपाईँले चाहिँ वन संरक्षणका चाहिँ मुख्य समस्याहरू के हुन् भनेर पनि तपाईँलाई चाहिँ साधारण प्रश्न पनि सोध्न सकिन्छ। र चाहिँ तपाईँलाई चाहिँ वन संरक्षण अथवा वन व्यवस्थापनका समस्याहरूमध्ये जस्तै वन अतिक्रमण, वन डडेलो, चरीचरण र वन्यजन्तु चोरी शिकारमध्ये मुख्य समस्या चाहिँ कुन हो जस्तो लाग्छ र किन भनेर चाहिँ तपाईँलाई प्रश्न पनि सक्छ। यसमध्येमा चारवटै चाहिँ मुख्य समस्या जस्तो मानिन्छ, तर मुख्य यी 4 मध्येमा नि एउटा छ जुन चाहिँ वन अतिक्रमण हो। वन अतिक्रमण भनेको एउटा मुख्य समस्या हो। वन अतिक्रमण भयो भने सदाको लागि चाहिँ वनको चाहिँ वन विनाश हुन्छ, जसले गर्दाखेरि वनको चाहिँ क्षति हुन्छ, जसले गर्दाखेरि चाहिँ वन्यजन्तुदेखि लिएर रुख बिरुवाको विनाश हुन्छ, जसले गर्दाखेरि चाहिँ वन अतिक्रमण भनेको मुख्य समस्या हो भनेर चाहिँ तपाईँले चाहिँ प्रस्ट्याउन सक्नुहुन्छ। अझ यसलाई चाहिँ अझ विस्तृत रूपमा चाहिँ तपाईँहरूले चाहिँ आफ्नो धारणाअनुसार तपाईँले चाहिँ व्याख्या विश्लेषण गर्न सक्नुहुन्छ। त्यसै गरी 7 नम्बर प्रश्नमा छ, वन सेवा स्थानीय तहमा गएको छ या छैन भनेर पनि प्रश्न गर्न सक्छ। त्यस कारणले गर्दाखेरि अहिलेको वन सेवा भने चाहिँ सङ्घ प्रदेश मात्र रहेको छ र स्थानीय तहमा गएको छैन, यो कुरा पनि तपाईँहरू ख्याल गर्नुहोला। त्यसै गरी स्थानीय वन ऐन नियमावली हाल बनेको छ या छैन भनेर पनि प्रश्न आउन सक्छ। अब वन सेवा त स्थानीय तहमा गएको छैन, तर स्थानीय वन ऐन नियमावली बनेको छ या छैन भनेर पनि प्रश्न हुन सक्छ। यो चाहिँ अलिकति जटिल प्रश्न त हो, तर त्यही पनि तपाईँहरूले चाहिँ स्थानीय वन ऐन नियमावली चाहिँ बनेको छ या छैन पनि प्रश्न हुनसक्छ। वन चाहिँ स्थानीय तहमा नगए पनि स्थानीय वन ऐन नियमावली चाहिँ बनेको छ, यो कुरा चाहिँ ख्याल गर्नुहोला। र बनेको छ र बन्न अथवा बनाउने प्रावधान पनि रहेको छ। त्यस कारणले गर्दाखेरि कुनै स्थानीय तहमा चाहिँ स्थानीय वन ऐन पनि बनिसकेको पनि छ। त्यसै गरी क्वेसन नम्बर 8मा बिरुवा, लात्रा, बल्लाबल्ली, रुख, काठ, दाउरा र चट्टाको परिभाषा दिनुहोस् भनेर पनि आउन सक्छ। त्यस कारणले गर्दाखेरि बिरुवा भनेको त्यसको उचाइ जस्तै 1 मिटरभन्दा कम, त्यसै गरी लात्रा, बल्लाबल्ली, रुख भने 30 सेन्टिमिटरभन्दा बढी व्यास भएकोलाई रुख मान्ने, जस्तै काठ भनेको त्यसको लम्बाइ कति हुने, त्यसको चौडाइ कति हुनुपर्ने, दाउराको त्यसै चट्टाको परिभाषा कसरी दिने, यो चाहिँ सब ख्याल गर्नुहोला। यसको लागि विशेष गरी वन ऐन 2076 हेर्नुभयो भने तपाईँलाई चाहिँ एकदमै सहज हुनसक्छ। त्यसै गरी सामुदायिक वनको विधान र कार्ययोजनामा फरक के छ भनेर पनि आउन सक्छ। जस्तै विधान भनेको समूह अथवा समिति, सामुदायिक वन उपभोक्ता समूह अथवा समितिसँग सम्बन्धित हुन्छ भने कार्ययोजना चाहिँ वनको संरक्षण, व्यवस्थापन र उपयोग सँग सम्बन्धित हुन्छ। त्यसै गरी तपाईँलाई चाहिँ 2-3वटा अथवा 1-2वटा केस स्टडी पनि दिन सक्छ। जस्तै तपाईँ चाहिँ मानौ तपाईँ गस्ती गर्दै जाँदा रुख काट्दैछ या वन अतिक्रमण गर्दैछ या वन्यजन्तु मार्दैछ भने त्यति बेला तपाईँ के गर्नुहुन्छ भनेर चाहिँ तपाईँले चाहिँ प्रश्न दिएर एउटा चाहिँ केस स्टडी पनि दिन सकिन्छ। त्यस्तोमा तपाईँले चाहिँ कसरी उत्तर दिन सक्नुहुन्छ भन्ने कुरा चाहिँ तपाईँहरूमा भर पर्छ। अब वनरक्षकको मुख्य काम नै वनगस्ती हो। वनगस्ती गर्दै जाँदाखेरि कसैले रुख काट्दै त भेटिहाल्नुहुन्छ, अथवा वन अतिक्रमण गर्दै अथवा वन्यजन्तु मार्दै त पक्कै पनि भेट्नुहुन्छ। त्यस्तो अवस्थामा चाहिँ तपाईँले कसरी चाहिँ ह्यान्डल गर्न सक्नुहुन्छ अथवा तपाईँले के गर्नुहुन्छ भनेर चाहिँ प्रश्न पनि आउन सक्छ। यो चाहिँ एकदमै इम्पोर्टेन्ट प्रश्न भनेको चाहिँ वनरक्षकको अन्तर्वार्ताको लागि भनेको एउटा एकदमै इम्पोर्टेन्ट भनेको चाहिँ एउटा यो प्रश्न पनि हो। त्यस कारणले गर्दाखेरि यस्तो अवस्थामा चाहिँ तपाईँले चाहिँ के भन्न सक्नुहुन्छ भन्दाखेरि, जस्तै कुनै व्यक्तिले चाहिँ तपाईँ गस्ती गर्दै जाँदाखेरि कुनै व्यक्तिले रुख काट्दैछ अथवा अतिक्रमण गर्दैछ अथवा वन्यजन्तु मार्दैछ भने चाहिँ तपाईँले चाहिँ त्यसलाई तुरुन्त रोक्नुपर्छ र वन अतिक्रमण अथवा रुख काट्ने अथवा वन्यजन्तु मार्ने व्यक्तिलाई चाहिँ तपाईँले चाहिँ रोकेर राख्नुपर्छ र रोकेर राखिसकेपछि त्यसलाई चाहिँ तुरुन्त माथिल्लो निकाय अथवा कर्मचारीलाई चाहिँ त्यो बारेमा तपाईँले चाहिँ के गर्नुपर्छ त जानकारी गर्नुपर्छ र जानकारी गरिसकेपछि बल्ल चाहिँ तपाईँले माथिल्लो कर्मचारीले जब पक्राउ पुर्जी दिन्छ र पक्राउ पुर्जी दिइसकेपछि बल्ल चाहिँ तपाईँहरूले चाहिँ पक्राउ गरेर नियन्त्रणमा लिनुपर्छ। त्यस कारणले गर्दाखेरि तपाईँले चाहिँ उत्तर दिँदाखेरि एकदमै तपाईँले चाहिँ
चाहिँ दिनुहोला र तपाईँले चाहिँ जस्तै तपाईँले चाहिँ डाइरेक्ट उक्त काम गरिरहेको छ भने रोक्ने र त्यो व्यक्तिलाई चाहिँ डाइरेक्ट पक्राउ गर्न सक्नुहुन्न। तपाईँले चाहिँ यसको बारेमा वन एन्ड डोजार क्षेत्र पनि राम्रोसँग हेर्नुहोला। त्यसमा भनेको छ कि कुनै पनि व्यक्तिलाई पक्राउ गर्दाखेरि पक्राउ बुझी दिएर मात्रै गर्नुपर्ने व्यवस्था रहेको छ। त्यस कारणले गर्दाखेरि तपाईँले चाहिँ कुनै पनि पक्राउ पूर्जी नदिएर तपाईँले चाहिँ पक्राउ गर्न मिल्दैन। त्यसैले तपाईँले चाहिँ त्यस्तो केसमा चाहिँ के गर्न सक्नुहुन्छ भनेपछि उक्त कार्य गर्दैछ भने त्यो उक्त कार्यलाई तुरुन्त रोक्ने र सो व्यक्तिलाई चाहिँ भाग्न नदिएर रोक्ने र तुरुन्त माथिल्लो निकाय वा कर्मचारीलाई जानकारी गर्ने र सो माथिल्लो कर्मचारीले दिएको निर्देशन अनुसार तपाईँले चाहिँ सो कार्यलाई अगाडि बढाउने भन्ने हिसाबले चाहिँ जानकारी दिनुहोला। र अर्को चाहिँ यसैमा अर्को एउटा प्रश्न के आउन सक्छ भनेपछि जस्तै मानौँ कुनै व्यक्तिले आफ्नो घरमा रुख काटेर बिना इजाजत रुख काटेर काठदाउरा चाहिँ आफ्नो घरभित्र लुकाएको छ भन्ने सूचना प्राप्त भयो भने तपाईँ चाहिँ के गर्न सक्नुहुन्छ भनेर तपाईँलाई प्रश्न आउन सक्छ। एउटा अर्को इम्पोर्टेन्ट प्रश्न भनेको यो हो, चाहिँ एकदमै इम्पोर्टेन्ट भनेको यो हो। जस्तै तपाईँको वन एन्ड डोजार क्षेत्रमै भनेको छ खानतलासी गर्ने अधिकार कम्तीमा पनि फरेस्टरदेखि माथिको कर्मचारीलाई दिएको छ। त्यस कारणले गर्दाखेरि तपाईँले चाहिँ उत्तर दिँदाखेरि चाहिँ जस्तै कुनै व्यक्तिले चाहिँ यो घरभित्र चाहिँ काठदाउरा चाहिँ राखेको छ भन्ने सूचना प्राप्त हुन बित्तिकै तपाईँले चाहिँ माथिल्लो कर्मचारीलाई जानकारी दिने। माथिल्लो कर्मचारीले जानकारी दिइसकेपछि सो माथिल्लो कर्मचारीले चाहिँ खानतलासी गर्ने अनुमति पत्र तयार गर्छ र खानतलासी अनुमति पत्र दिएर मात्र चाहिँ उहाँको निर्देशनमा बल्ल चाहिँ आफूले चाहिँ उक्त घरको चाहिँ खानतलासी गर्न सकिन्छ भनेर चाहिँ तपाईँले जवाब दिन पनि सक्नुहुन्छ। त्यसै गरी प्रश्न नम्बर 12मा रहेको छ तपाईँको गाउँठाउँमा पाइने 5वटा रुख प्रजाति अथवा 5वटा जडीबुटी प्रजाति अथवा 5वटा वन्यजन्तु अथवा 5वटा चराचुरुङ्गीको नाम भन्नुहोस् भनेर तपाईँलाई चाहिँ प्रश्न पनि हुनसक्छ। त्यस कारणले गर्दाखेरि तपाईँले चाहिँ आफ्नो गाउँठाउँमा पाइने कम्तीमा 5वटा रुख प्रजातिहरू थाहा पाउनु पऱ्यो। हेर्नुहोस् त्यसको कमन नेम, त्यसको साइन्टिफिक नेम पनि थाहा पाउनु पऱ्यो। त्यसै गरी जडीबुटी प्रजाति कम्तीमा 5वटा प्रजातिको नाम थाहा पाउनु पऱ्यो। त्यसरी वन्यजन्तुको त्यसै गरी चराचुरुङ्गीको नाम थाहा पाउनुहोस् र त्यसको तिनीहरूको चाहिँ साइन्टिफिक नेम समेत थाहा पाउनुभयो भने तपाईँलाई चाहिँ एकदमै सहज हुनसक्छ। यो पनि तपाईँको 12 नम्बरको प्रश्न पनि तपाईँको चाहिँ पाठ्यक्रमको विषयवस्तुलाई समेट्ने प्रकारको चाहिँ प्रश्न भएकोले तपाईँको चाहिँ एकदमै इम्पोर्टेन्ट भनेको 12 नम्बरको प्रश्न पनि हो। त्यसै गरी 13 नम्बरमा पर्यटकीय स्थलहरूको नाम भन्नुहोस् भनेर पनि हुनसक्छ। जस्तै अब तपाईँ कोशी प्रदेशमा दिँदै हुनुहुन्छ भने कोशी प्रदेशको पर्यटकीय स्थलहरू कुन कुन छन्, पर्यटकीय प्रवर्धनको लागि के गर्न सकिन्छ अथवा तपाईँको आफ्नो प्रदेशमा के पर्यटकीय स्थलहरू छन् भनेर पनि प्रश्न आउन सक्छ। त्यसै गरी आफ्नो जिल्ला, प्रदेश र देशभरिको गाउँपालिका, नगरपालिका र वडा सङ्ख्या सामान्य ख्याल गर्नुहोला। जस्तै आफ्नो गाउँपालिका, नगरपालिका, वडा सङ्ख्या कति छ, त्यसरी जिल्लाको, त्यसै गरी देशभरिको चाहिँ के कति रहेको छ त्यो पनि ख्याल गर्नुहोला। अनि त्यसै गरी मुख्य चाहिँ तपाईँले चाहिँ अन्तर्वार्ता तयारीको लागि वन ऐन नियमावली र सामुदायिक वन व्यवस्थापन निर्देशिकाहरू चाहिँ तपाईँले चाहिँ हेर्न नभुल्नुहोला। यति पढ्नुभयो भने तपाईँको चाहिँ अन्तर्वार्तामा लगभग प्रश्नहरूको चाहिँ जवाब भेट्नुहुन्छ। त्यसै गरी प्रदेश तथा सङ्घमा निजामती सेवा र पाउने विधा के कस्तो रहेको छ त्यसबारेमा पनि बताइदिनुहोस् भनेर पनि प्रश्न आउन सक्छ। त्यस कारणले प्रदेशमा पनि निजामती सेवा कति प्रकारको रहेको छ, त्यसै गरी सङ्घमा कति प्रकार रहेको छ, पाउनुपर्ने निजामती कर्मचारी विधा के रहेका छन्, कति रहेका छन् भनेर पनि प्रश्न आउन सक्छ। र हालको वनको अवस्था अनुसार हरियो वन नेपालको धननारा चाहिँ कतिको उपयुक्तता छ, कतिको सान्दर्भिकता छ भनेर चाहिँ तपाईँलाई एउटा मुख्य प्रश्न यो पनि हुनसक्छ। र अरू प्रश्नमा चाहिँ जस्तै तपाईँले अर्को मुख्य सोध्ने भनेको चाहिँ जस्तै तपाईँ वनरक्षक बन्दै हुनुहुन्छ, वनरक्षक भनेको कस्तो पद हो, वनरक्षकले चाहिँ गर्नुपर्ने मुख्य कामहरू के हुन्, वन संरक्षण व्यवस्थापनका मुख्य समस्याहरू के हुन्, त्यस्ता समस्याहरू कसरी न्यूनीकरण गर्न सकिन्छ, आफ्नो गाउँठाउँमा पाइने मुख्य प्रजातिहरू के कस्ता रहेका छन्, 2-3वटा केस स्टडी जस्तै रुख काट्दैछ अथवा अतिक्रमण गर्दैछ अथवा वन्यजन्तु मार्दैछ भने त्यस्ता व्यक्तिहरूलाई के गर्ने, पक्राउ गर्दाखेरि के गर्ने, खानतलासी गर्दाखेरि कसरी गर्ने, जस्तै हरियो वन नेपालको धन भन्ने नारा कतिको उपयुक्तता छ, अहिले चाहिँ सामसायिकमा जस्तै तपाईँको वन मन्त्री कुन छ, प्रदेशको वन मन्त्री को छ, अनि विभाग अथवा मन्त्रालयहरू कति रहेका छन्, प्रदेशको वन मन्त्रालय, निर्देशनालय, अनुसन्धान केन्द्र के कति रहेका छन्
भनेर चाहिँ तपाईँले चाहिँ सामान्य प्रश्नहरू सोध्न सक्छ। यस्ता प्रश्नहरू बारेमा पनि तपाईँहरू चाहिँ जानकार हुनुहोला। यति भन्दै आगामी चरण अन्तर्वार्ताको लागि शुभकामना दिन चाहन्छु र छिट्टै कोशी प्रदेशमा वनरक्षक भएको पनि देख्न पाऊँ भन्दै यस भिडियोलाई चाहिँ एकदमै राम्रो लागेमा कमेन्ट, लाइक, सेयर गर्नुहोला। धेरैभन्दा धेरै हेरिदिनुहोला।